आगो सुटको बस्न छैन मिली त नयाँ बेहुली भएर आइछु मिली त बेहुलीको भेष यार हो होइन यसले आमाहरू पनि कारण के थाहा छ किनकि आमाहरूले यसको लागि भनेर एक कुन्टा जोइ सबैको लागि एक कुन्टा जोइ फुल लाग्यो होइन तिनीहरू पुगे होला तर भोलि बस्छ लागि तर यो हात्ती यो भागेर तर के भन्छ फुटे आमाले हेरेर यस्तो के त्यो अब आमाले हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल गाइज सो आज बिहान मेरोमा चिटीच्याट्टा परिरहनु चाहिँ 10 बज्न आँटेको छ सो यसरी म चाहिँ जगर्स लाएर बुट सुहाउँछ त्यही पनि अब बुट लाएर जान आँटेको किनकि जाडो धेरै छ जाडो अहिले सो गाइज न्यू डे न्यू भ्लग सो आज चाहिँ म अब गोर्खा जानु आँटेको एक हप्ता सकायो होला मैले घरमा गोर्खा जानु दिनु भनेर मामाले ल भोलि जा नि त हुन्छ भने ल भन्यो म नि लाटेन कि पढाएपछि मामाले कहिले भन्न आउँला भनेर बस्यो अनि मामा चाहिँ फेरि मैले कहिले भन्न आउँछ भनेर बस्नु सो अनि म चाहिँ आज जाँदैछु अब दाइले पुऱ्याइदिनुहुन्छ मेरो मोबाइलमा चार्ज पनि छैन भ्लग त बनाउनै पऱ्यो सो म अब अलिअलि थोरै क्लिप हाल्छु किनकि मेरोमा चार्ज पनि छैन गाइस सो मलाई दाजुले माथि हुनुहुन्छ बाइकमा अनि त्यहाँबाट के मनको मेडिसिन लिएर औषधि लिएर त्यहाँबाट माथि बढेको बसमा गाडी चढेर जानुपर्ने हुन्छ सो उता पुगेर भेट्नुपर्छ सो मलाई दाइसँग हिँड्नेको के अरे डर लाग्नु कारण चाहिँ यही हो राति सास आउँछ कमसेकम आफ्नो ज्यानको ख्याल नगरे मेरो चाहिँ ज्यानको ख्याल गरे बाफ्रे स्पिड चलाउँछ कि मेरो फोन झर्ला अहिले फोन झऱ्यो भने तपाईँले यस्तो मुक्का हान्छु म दाइ बिहा भएको छैन कमसेकम आफ्नो नसोचेर मेरो त सोच्नु कहिले बिहा नगर्ने म त बिहा गर्छु कमसेकम हाम्रो धान्नु त मैले पो त हामीलाई त सिङ पनि पलाइछ माइ गॉड यस्तो हरामी छ यस्तो दाइहरू हाम्रो हुन्छ कति चलाएको बेस गरे दाइको सिङ पनि पलाइछ एकै रातमा यहाँ चाहिँ यस्तो डर लाग्दछ त्यो पनि बास नि दाइलाई बास यतिकै चलाएको होइन दाजु सो गाइज दाइले चाहिँ मलाई गाडी चलाएर जानु भइसक्यो सो अनि त्यही हो फर्स्ट टाइम हो नि त मेरो अब यता ट्राभल गर्न आँटेको एक्लै यसो टाढा टाढासम्म सो त्यही हो त्यो मन एकदम आँतिरहेको थियो अरू बेला त चोक जाँदा नि है साथी लिएर जाने मान्छे आज त बाफ्रे एक्लै जान आँटेको छु गोर्खामा यस्तो मन आँतिरहेको थियो कि हराउँछ भनेर होइन क्या अब एक्लो भयो के गर्ने यस्तो हुन्छ नि अब कस्तो यत्तिकै मन आँतिने क्या सो अब हुन त यत्रो ठुलो भइसक्यो अब आफूमा डिपेन्ड हुनुपर्छ कहाँ सधैँ मान्छेहरू आफ्नो साथमा हुँदैन नि त सो त्यही हो सो अनि हामी चाहिँ यहाँबाट गयौँ है अनि त्यसपछि त्यही नै हो मैले एकैचोटि भ्लग चाहिँ यता खाजा खाने ठाउँमा रोकेपछि हल्का गरेँ किनकि मेरोमा चार्ज पनि थिएन त्यही हो खराब भएको छ मैले भित्रपट्टि लुगा लाएर आएको थिएँ यस्तो बाक्लो छ भित्रपट्टि पनि लुगा लाएर आएको थिएँ कि काठमाडौँमा त धेरै जाडो जाडोमा त जाडै थियो मैले 2टा टी सर्ट लाउँदा पनि बाहिर ज्याकेट लाउँदा पनि यति जाडो थियो अब यहाँ आएर चाहिँ यस्तो
डिटेल्स छ हाम्रोतिर त्यही नै हो मैले पुग्यो यस्तो खराब नुहाएको पनि छैन मैले उता पनि नुहाएर आउँथेँ कि यस्तो गर्नु छ अब उता पनि नुहाउने हो भनेर सो त्यही नै हो गाइज खाना खाने ठाउँमा रोकेको थियो मलेखुमा सो मैले चाहिँ त्यहाँ केही पनि खाएन किनकि एक्लै खानु अब हुन्छ नि त साथी चाहिँ पाएको थिएँ एउटा दिदी तर पनि खाएन सो त्यही हो चार्ज थिएन सो ड्राइभर दाजुले होटलमा चार्ज गरेर ल्याइदिनु भयो अनि हामी गयौँ त्यसबाट निस्क्यौँ चुपाउँदै भ्यू हेर्दै मजाले जाँदै थिएँ चुइगम पनि फ्रीमा पाएको चुइगम मलाई खलासी दाजुले 7 लाख दाजुले दिनुभएको सो त्यही नै हो यत्रो घन्टापछि जाम के ल जाम त यति जाम थियो कि बापरे हामी बाहिर निस्किनु बाध्य भयौँ अनि यतापट्टि चाहिँ मनोकामना मन्दिर टेबल कारहरू गुडिरहेको थियो अनि हामी त्यही भ्यू हेर्दै मजाले बस्यौँ धेरै गर्मी थियो क्या नि बाहिरभित्र बस्न नसकेर गाडीभित्र हामी चाहिँ बाहिर निस्क्यौँ खरबुजा नि ल्याएको रहेछ अनि दिदी र म बसेर गम खाइदिउँ दुईजना मिलेर के गर्नु त अब सो त्यही नै हो सुटो मलाई के लिन आएको यहाँको सुटोको पैसा त छैन म त सबैलाई दिँदै आइरहेको खाजाइदिनु न के खान्छ नि त मिली त नयाँ बेहुली भएर आइछु उतातिर पाउँछु पर्दैन केही के त खायो अहिले त यहाँ अहिले यस्तो यस्तो पुरा यहाँको उयो पनि छैन घर पनि जाउँ न ट्राई चाहिँ कहाँ जाने आमा कति ठुलो होइन जम्नु त झापै नि निर्णय गरिब भएर खै मलाई थाहा छैन अब मलाई के थाहा मिनी चाहिँ बेहुलीको भेष न यार भत्केछ बाप्रे उतातिर रोड त पिच खत्रै भएछ मिनी हेर न बेहुलीको रूपमा वा रुमाली बेहुली हो क्या यहाँ चाहिँ मलाई थाहा छैन तिम्रो कहाँ पाइन्छ तेरो छोरो चाहिँ खै घरमै ओहो बेहुली भएर रास्ता घेरेर गाडी बन्न सो मलाई भेटिसक्यो अब जानु पर्यो पर्व त्यहाँ बुढी हो चाहिँ ओइ बिहा गर्नु कस्तो हुँदो रहेछ त चाइना कम्पनी जति माथि उतै चम्किने हो क्या तेरो छोरा कत्रो भयो त्यसको छोरा ठुलै भा आमा तिमीहरू बुढेसकाल लाग्छ मेरो छोराले मलाई नाति पनि लिएर आइसक्यो यिनीहरूले गर्दा हो क्या यिनीहरू बिहान काम चाहिँ यो गर्ने यिनीहरू गर्ने हो त तैँले बिहा गर्नु त्यसपछि दिनकै राति मलाई भात खानु पाएन एक्जाम्पल मिनी हामीले एक प्लेट यो चाहिँ अनि चाहिँ कति घन्टा उयो यहाँको कमलोङ चाहिँ यार अनि चाहिँ खाजानु लाग्यो हेर्न यिनीहरू यहाँ भइसक्यो छोरो गइसक्यो उता आमाले बोकेर ल्याइस तेरो छोरो कुनै हेर्छ अरे मलाई छोरोलाई छिटो आइज मैले जाँदै आज छोरो हेर्नु छोरो त लिटर हाल्नु नपऱ्यो त न आगो हेर्छ खाँदैन के खान्छ हामी चाहिँ खायो त्यही हो दुइटा खाएर पनि छोड्छ लक्ष्य दिदी चिसो आमाले दिनकै यहाँ चिसो खाने बानी गराइदिएर अस्ति एक दिन नल्याएको खास गयो न पियो किनेर खायो हल्का त्यतिकै छ त बुढो कमाउने बुढी हानेको सुन लाएर रमाउने यो नि आमाले कुहिँदा पै जमानामा होइन त बेचेर कति
अस्ति जम्मा गरेको पैसाले किने आयो मैले त बेचिराखेँ भने आमाले पक्रा भन्दिएर अस्ति मलाई तेरो मलाई नि यस्तो लाउनु मन लाग्दैन त्यस्तै लाउनु आकाश डिजाइन लाउँछ लाउनुलाई कहाँ छिर्ने अब लगाउनु मेरो त त्यो दाइको बहिनी सबै क्या झुम्काहरू टपहरू सबै थियो होइन एउटा छैन भने भातमा परेको यो टपको पछाडिको क्रम गाउँछ पहिला रहेछ गिलो गिलो हुन्छ हेरेर चामलको बोरामा हाल्दै होला नि कहाँ चामलको बोरामा भातमा हाल्थ्यो होला घरमा छैन खोला हाल नि हामीले खोलामा डाइ भन्नु न आमाले थाहा पायो भने बिगार्ने काम गर्नु पर्छ पिची नगर्ने अहिले लगाउँछस् लाज लाग्यो उसलाई लाज किन बाबा कुन आयो बाबा पर्वतीको उनीको परेछ आइपुग्न लाग्यो जाममा पर्दाखेरि आइपुग्न लाग्यो नि ल आधी घन्टामा यस्तो छ ल काट्दियो राख आधी घन्टा पुनः आइपुगिसक्यो प्यागो हुने भनिहाल्यो है पहिला हामीलाई उता सिसाउ घारीमा के अरे पिकनिक लगेको याद छ अर्काको छोरी होला है 500 उठाएर हिँडाएर खुवाउने कस्तो सरहरू होला त्यो एकदम मस्त सरहरू टिफिनहरू चाहिँ आएछ भने अर्काको छोरीहरूलाई सिसाउ घारीमा लगेर उहाँदेखि आफूले दाउरा बोक्ने रे भाँडा छुरा बोक्ने रे जाँदैछौँ घर अहिले त झन् बस्ने र ओइ त्यो सर बनाहा भन्नु कहाँ त्यहाँ छ्या अघि त्यहाँ मैले बोइफ्रेन्ड गर्नु त्यहाँ थियो बिहा गरौँ किन जस्तो लाग्यो किन खै त्यतिखेर यसले आमाहरू थर्काउनुको कारण के थाहा छ किनकि आमाहरूले यसको लागि भनेर एक कुन्टा जोइ सबैको लागि एक कुन्टा जोइ खोलिरहेको हुन्छ उनीहरू पुग्यो हुन तर भोलि पर्सिको लागि तर यो भाग्दी यो भागेर ह्यान्डसम थियो कि तर के भने फुटे आँखाले हेरेर त्यो बुढीहरूले यस्तो के गर्ने त्यो अब आमाले मन पर्यो काल मलाई त मन पर्ने गोरे पै पर्यो काले काले बहिनी मन पर्छ अर्का त्यो बुढीहरूले यस्तो हप्सी परेकोलाई त मन पर्छ त्योभन्दा कम छ नि अझै त्योभन्दा कतिको तपाईँ त मेरो हिरो हो मेरो राजकुमार पर्वत मिनीको अमिताभ बच्चन मेरो हिरो हो तपाईँ कस्तो थप्ला अहिले यस्तै छ अझ अस्ति यस्तो अरे क्या अझ त्यो हामी मैले बिहे नगर्दै उठित्र म स्कुलबाट आइरहेको ठेकदारहरूको बाहिर जोतिरहेको थिएँ कि त्यो पछाडि हामी पहिला बाख्रा चराउँदा खेल्थ्यौँ नि त ठेकदारहरूको त्यहाँ सितिकै सुशील हालेर उठ्यो कि हजुर विवेकलाई कालेबुङ र मम्मीले पहिलाको दशमी गेतो ढुङ्गाले त्यो नि होइन जेनेको घर छ नि उनीहरूको घरको माथिपट्टि बारीमा बसेर ढुङ्गा गुल्टाएको त गुल्टाएर क्या अनि कालेबुङ ठिङ्गै उभिएर म भागी चाहिँ कालेबुङ ठिङ्गै उभिरहेको थिएँ होइन अनि को हामी दिमाग नभएको म भागी चाहिँ कालेबुङ त्यहाँ उभिरहेको छ अनि त्यसो तारेर लगेँ त नि मैले अन्त हेरेर होइन त्यो पनि नाकमा त्यो बाहिर आऊ न हौ साथी के छ हालखबर हेर न म त ब्लग बनाउँछु के को बिजो थियो आऊ न अनि बिहा गर्यौ ऊ छोरा होइन नानी भित्र छ मोबाइल हेरेर कत्रो भयो 2 वर्षको भयो ओरो पी म मात्रै सिङ्गल रहेछ मेरो साथीले नि बिहा गरिसक्यो किन बिहा गरिदिए सँगै बिहा गऱ्यौँ होइन तिमी र म सँगै कसम खाएको तिमी त्यस्तो गर्ने हो बाप्रे मलाई कस्तो अचम्म लाग्यो म त काठमाडौँमा बल्ल आज कहिले बेला मुक्त भइरहेको म आज कस्तो मेमोरी राख्नु परेन भने होइन ल बाई बाई त्यो चाहिँ मसँग पढेको साथीको बाई बाई अर्काले बच्चा पाइसक्यो छोराछोरीले म भने हेर नि यहाँबाट बोइफ्रेन्ड नपाएर गएँ ल बाई बाई म भरे फेरि त्यसबाट चाहिँ अब हामीलाई के म रातो साडी लगाएको छु ल काठमाडौँको रातो साडी लगाएको छ है बुढा चाहिँ विदेशमा छ कि तिम्रो बुढा विदेशमा हो
तिम्रो बुढा विदेशमा हो तिमीसँग हिँड्ने भुस्तिकेको हो बाजुको हात सुन बाजुको के यो हात चोर्नु जाने पहिला के ह्यान्ड फुटबल खेल्नु नि त है हात चोर्नु यो क्या पहिला कता तिम्रो सानो थियो यो कति मिठो छ यो बाजुको हातबाट टुक्न गएको त त्यो सिङ्गर के अरे त्यसलाई के भन्छ त्यो सिङ्गो यहाँ अडिङ्गले यहाँ टोकेर म चाहिँ घिसार्दै आएको हुने यस्तो चाहिँ घिसार्दै आएको हुने पहिला त्यत्रो भएपछि त्यत्रो छोरा मम्मी भन्ने को काली मेरा गाईको छोरी मिर्नामा उयो पाखामा बारकुटी खेल्थिन् अहिले लड्काले बच्चा पाइसक्यो पार्वतीको छोरो त वा कतै मुलाङ ओ पर्वत चिन्टिसो खिन्टाम न त हिँड्या त होइन भरे त चिसो तातो होला नि फ्रिजमा हालिदिएको 26 ए चिसो आऊ भने नि आमा दर्शन कसैको ओ पुत्री उनी नबोला के हो हाम्रो कुहिएर हाम्रो कस्तो रिसन्छ पुड्किएर मलाई कुले आमाले भान्सा त नयाँ ओ यस्तो राम्रो वाउ खै जिया पनि हुन्छ देखाछस् ए पार्वतीको छोरो ए प्रशान्त पैसा निकाल न त तँलाई यसले आज छिनाइदिन्छु कति हाले चामल 2 ठ्याम्मै हाल्दै होला फेरि ओ होला पार्वतीको बुढीले कति काम बनाउँछ हेराउन पाएन सो कुखुरा आएछ नि मेरो सत्त गयो पहिला हामी के है बिना म त खाली त कहिले ऐना हेर्दा ऐना नि कत्रो छ हेर्नु सो बाबु के भन्दैछ सो गाइस अब के कस्तो हुन्छ थाहा छैन अब नुहाइ धुवाइ गर्नुपर्छ भाषा पकाउँदैछ उनीहरूले अब ओ यहाँको ऐना खै त यहाँको ऐना हेरेको ऐनै गाएपछि छ सो वातावरण चाहिँ कस्तो रमाइलो ओ कस्तो आनन्द फिल भएको यार यस्तो हेर्नु सो गाइस यिनीहरूलाई देख्न सक्नुहुन्छ हामी चाहिँ खाना खै दिएको होइन सो हामी चाहिँ खाना खाएर आइसक्यौँ त मुनि प्रशान्ति बहिनीकोमा आएको ठुलो मम्मीकोमा सो नुहाइ धुवाइ गरेर म आइसक्यो हामीहरू सबै मुनि सो त्यही हो कति गर्मी त आमा फेरि को खाना डे कि पानी यहाँ को सुत्छ तिमी यो फ्रिज दिस इज द वान हेर न फेरि ब्रान्डेड फिस रहेछ के गर्नु यस्तै छ सो गाइस त्यही हो हल्ला गर्छस् सो गाइस त्यही हो अब ए पर्वत कति चलेको खै त टिभी टिभी ए टिभी यहाँ रहेछ सो बहिनीकोमा त वाइफाई पनि रहेछ वाउ सो गाइज आजको भ्लग के कस्तो लाग्यो मन पऱ्यो भने डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब माई च्यानल बाई बाई गाइज